हेलो वेलकम मेरो यस लिटिल भ्लगमा है। मेरो यो भाइ हो, हामी एकजना यो मेरो दोस्त उपेन्द्र साई अनि उहाँ भरत बुढा हुनुहुन्छ उहाँ है। हामी आइपुगेका छौँ बादलको माथि स्वर्गद्वारी भन्ने ठाउँमा आइपुगेका छौँ। हाम्रो पछाडि रहेको छ यो सोलरले घामबाट चार्ज भएर यो एनटिसीको टावर हुनुपर्छ पक्कै पनि। यस 3000 लगभग 3000 छ होला यो फिट, 3000 लगभग फिट माथि हामी आइपुगेका छौँ। हामी चढेर आएको पनि त्यो बाटो देखाउनु न। बाटो हेर्नुहोस् है, यो द्वारी नै भन्ने गरेर चिनेका छौँ हामीले। म यो पछाडिको भ्यू देखाउन गइरहेको छु। हाम्रो टिमलाई यहाँ आउन लगभग 3 देखि 4 घन्टा लागिसकेको छ है। हामी यो आइसक्यौँ। यहाँनिर यो ऊ पनि बनाइरहेको रहेछ, के भन्छ यो हावाबाट चल्छ नि त्यो बत्ती, के भन्छ हावाबाट बत्ती निकाल्ने टर्बो फ्यान पनि यहाँ जोडिएको रहेछ। तर यो चाहिँ अहिले ड्यामेज भइसकेको रहेछ है। मलाई जहाँसम्म लाग्छ यो ड्यामेज नै भइसक्यो, एउटा त पाता नै छैन। सोलरहरू चाहिँ यहाँ एकदमै पूर्ण रूपमा छ, माथि पनि 8-10 वटा छ, यसमा यहाँनिर छ है, यहाँ छ यो स्वर्गद्वारी के भन्छ स्वर्गद्वारी। हामीलाई चाहिँ योदेखि तल जान मिल्दैन, किनभने देख्नु हुनुहुन्छ एकदमै यो ढुङ्गा छ। योदेखि तल त जान मिल्छ होला है। म जान्छु, तपाईँहरूको लागि म जान्छु है त। ल यहाँ काँडा रहेछ है, यो काँडाले चाहिँ बिजाउन सक्छ। तर एकदमै यो डेन्जर रिस्की ठाउँ हो है। म यहाँ आइसकेको छु, यहाँबाट मान्छे खस्यो भने लगभग बाँच्ने, यो त देखिँदैन होला। ओ माई गड, हो नो नो, बादल तल छ है, बादलको माथि हामी छौँ है। यो मलाई एकदमै चक्कर आयो, डर लाग्यो है। यो रहेको छ गुरुबाकोट नगरपालिकाको सिमानामा रहेको छ। यो यस कर्णाली क्षेत्रमा पर्छ यो चाहिँ। के हो यो मास, ओ माई गड, गाह्रो, साह्रै गाह्रो। मजा आयो, घुमेर मजा आयो। हेर्नुहोस् सोलरहरू यसरी यहाँ छत्रपत्र पारिएको अवस्थामा देखिएको छ। यसरी चाहिँ कसैको व्यक्तिगत प्रपर्टिज सरकारी सम्पत्तिमा चाहिँ यस्तो नगरिदिनु हुन म अनुरोध गर्छु। जति पनि आउने साथीभाइहरू हुनुहुन्छ यसरी तोडफोड चाहिँ नगरिदिनु होला। पाले पनि बस्छ जस्तो लागिरहेको छ। यो पाले बस्ने घर होला सायद, आई थिङ्क, मेरो विचारमा। छैन मान्छे, पुरा यो टर्बो फ्यानबाट बत्ती निकालेको हो जस्तो लाग्यो मलाई यो चाहिँ है। ओके गाइज, अहिलेको भ्लगमा यति नै सानो है। फेरि नेक्स्ट कुनै नयाँ ठाउँमा तपाईँहरूलाई देखाउने छु है। अनि हामीलाई एकदमै गाह्रो भयो है यो आउनलाई, एकदमै बाटो अफरोड है, एकदमै अफरोडै आउन पर्ने क्या। ल तपाईँलाई कस्तो लागेको छ भरत सर, यहाँ आएर तपाईँलाई कस्तो महसुस भइरहेको? बेस्ट, पुरा चिसो हावा, आनन्द महसुस भइरहेको छ। यति बेला खुकुरी रम भइदिए भए झन् मजा आउने थियो। खुकुरी रम तल गएर पाउँछ होला। अनि भाइ तँलाई कस्तो लागिरहेको छ? एकदम आनन्द। अरू कस्तो लाग्यो, ठाउँ कस्तो रहेछ? बादलको माथि हामी चिल गरिरहेछ होइन त। यो भन्दा माथि कुनै पनि पहाड बन्न सकेको छैन यो क्षेत्रमा। भनेपछि अब हामी यहाँ छौँ भनेपछि अब आफै विचार गर्नुहोस् कुन लेभलसम्म हामी। हाम्रो सर यहाँ फेरि बस्नु भएको छ। ल कस्तो लाग्यो तपाईँलाई यहाँ आएर? ल यसरी चाहिँ नगर, यत्रो मैले यहाँ भ्लगमा होइन दुनियाँ भनिसकेँ। 3500 फिट माथिको ठाउँमा कस्तो लागिरहेको छ यो? कस्तो लागिरहेको छ तपाईँलाई यहाँ आएर? कस्तो अनुभव भएको छ जनता जान्न चाहन्छु। ल भनिदिनुहोस् त 2-4 शब्द। ल भन्नुहोस्। मलाई चाहिँ एकदम राम्रो लागिरहेछ। तपाईँ पनि फेरि आउँदै गर्नु होला। यो ठाउँ रमणीय छ।
रमाइलो भइरहेछ जे होस् साथीहरूसँग आउन पाएको खुसी लाग्यो अरू यति नै हो ल दे थाहा पाइ भाल्नु भयो होला हामी चाहिँ अहिले यहाँ हेर्नुहोस् यहाँ यस्तो पनि चल्छ फेरि ल ल ल स्पिकर चाहिँ छैन हामीसँग होइन सो द्याट हामी चाहिँ आज रमाइलो गर्न सकिरहेको छैनौँ तर मन्द मन्द बादलको माथि जान्छ हाम्रो डान्स फेरि झक्कास बाई 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 गाइजहरू है बाई बाई नेक्स्ट भिडियो फेरि हाल्छु म लाइक कमेन्ट सब्सक्राइब हान्नु पर्यो है सबैजनाले